हेलो गाइज, स्वागत छ मेरो मिनी ब्लगमा तपाईहरुलाई। आज हामी जाँदैछौँ रूपाकोट र यो बाटोमै छौँ। अहिले चाहिँ हामी यो चाहिँ लेखनाथ पर्छ, हेर्न सक्नुहुन्छ। बाटो पनि कति राम्रो रहेको छ, रोड। त्यसपछि हामी फाइनल्ली रूपाकोट आइपुग्यो। अब भित्र जाउँ है त। यो रूपाकोट रिजोर्टबाट देखिएको दृश्य हो। अति नै राम्रो। बेगनास र ताल र रूपाताल एकै ठाउँबाट हेर्न मन छ भने यहाँ आउँदा हुन्छ। अति नै सुन्दर देखिन्छ, तर हल्का बादल छ, त्यसले गर्दा क्लियर पनि आएको छैन। तर हिमालहरू खुल्दै गएको छ र बादल हट्दै गएको छ। अब बिस्तारै राम्रो हुन्छ होला। यहाँबाट देख्न सक्नुहुन्छ कस्तो राम्रो दृश्यहरू देखिन्छ टाढा टाढासम्मको। भने हिमाल पनि खुल्दै गइरहेछ, अहिले हल्का देखिन लागेको छ।